हेलो नमस्ते। आज हाम्रो 5th डे हो चाइनामा। सधैँ जस्तै ब्रेकफास्ट गरेर हामी होलसेलतिर लाग्यौं। आज चाहिँ हामी ज्वेलरीको होलसेलतिर गएको थियौं। ओरिजिनल जुपिङमा प्रोडक्टहरू, त्यसै गरी गोल्ड प्लेटेडको भेरियस डिजाइनमा ज्वेलरीहरू मैले लिए। चाइना आउँदा चाहिँ अलिकति धेरै टाइमको लागि आउँदा अलिकति इफेक्टिभ हुँदो रहेछ। यतातिर ब्यागको होलसेलहरू पनि थियो। यतिकैमा एकदमै भोक लाग्यो हामीलाई र हामीले बर्गर किङमा के If you know have design, tell me, okay? फेरि हामी बच्चाको होलसेलको सेक्सनमा आयौं। धेरै डिजाइनमा जुत्ताहरू एभाइलेबल थियो। कपडाहरू प्याक गराउँदै थियौं। बोतल चाहिँ अलिकति यता महँगो पर्ने भयो। हामीले सामानहरू प्याक गर्दै बिल बनाउँदै गरिरहेका थियौं। ढिला भइसकेको थियो। सबै स्टोरहरू क्लोज हुँदै थियो। अनि हामी फर्किँदा उखुको जुस खाऊ न त भनेर हामीले उखुको जुस पनि खायौं। अनि फेरि ब्याक टु होटल भयौं। यता चाहिँ क्याल्कुलेट गर्दै होइसिन्थ्यो भने मैले यता आफ्नो लगेज प्याक गर्दै थिएँ। भोलि म नेपाल फर्किने भएर हामी डिनरको लागि नजिकैको इन्डियन कुजिनमा गयौं। बाहिर एकदमै रमाइलो थियो। हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्छ, मन पर्छ भने लाइक सब्स्क्राइब गरिदिनुहोस्। बाई।